नमस्कार सम्पूर्णमा स्वागत छ। आज म यहाँहरूको माझमा के कुरा गर्न चाहन्छु भने यो जिन्दगी के होला त हजुरहरू? यो जिन्दगी आखिर के हो त? अहिले मेरो उमेर तपाईको 24 वर्षमा म लागिसकेको छु, तर मैले अहिलेसम्म बुझेको छैन कि यो जिन्दगी के हो हैन। म अहिले पनि सम्झिँदाखेरि मलाई त्यही पुरानो बालापन, त्यही पुरानो बचपन मलाई याद आउँछ र त्यही बचपना मलाई मनपर्छ। म जब बचपनामा थिएँ, जब म बालक थिएँ, त्यतिखेर मलाई लाग्थ्यो कि म कहिले ठुलो हुँ हैन। आखिर ठुलो भइसकेपछि म के नै गर्छु भन्ने खालको त्यस्तो सोच हुन्थ्यो क्या। तर अहिले मेरो उमेर 24 भइसक्दाखेरि पनि खासै मैले त्यस्तो केही नयाँ, केही नौलो अनौठो कुराहरू केही पाइनँ। सायद मलाई मेरो जिन्दगीमा केही नयाँ नौलो कुराहरू पाउन लेखिएको छैन कि हैन। के हो त आखिर यो जिन्दगी? आखिर जिन्दगी के हो? के लाग्छ हजुरहरूलाई जिन्दगी हैन? तल कमेन्ट बक्समा कमेन्ट लेख्नु होला। के हो आखिर जिन्दगी हैन? हामी जब हाम्रो जन्मिन्छौँ, जब हाम्रो जन्म हुन्छ, तब हाम्रो जिन्दगी सुरु हुन्छ हैन। हाँस्ने, रुने, खेल्ने, रमाउने, खाने, बस्ने, उठ्ने हैन, सारा कुराहरू सिक्दै 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 हामी अन्तिममा हाम्रो मृत्युसम्म पुग्नुपर्छ। सबैको जिन्दगी एकै नासको हुन्छ, एउटै हुन्छ, एकै थरीले बाँच्छन् भन्ने छैन। कसैको जिन्दगी छोटो समयको लागि होला हैन। हुन्छ, कुनै मान्छे अब 1 वर्ष नपुग्दै पनि बितिसकेको हुन्छ, कुनै मान्छे 10 वर्षमा बितेको हुन्छ भने कुनै मान्छे 80 वर्ष 100 वर्षसम्म पनि बाँचेको हामीले देखेका हुन्छौँ। तर के त आखिर जिन्दगी के कुरामा अड्केको छ होला त हैन? मलाई किन यो कुराको म निश्चित छैन कि म कुनै पछिको म 70-80 वर्षमा गएर मर्छु भन्ने कुनै निश्चित छ त छैन नि। किनभने जिन्दगी नै सायद यही हाम्रो मृत्युमै अड्किएको छ होला कि हैन। हामीसँग 2 मुठी सास छ, यही 2 मुठी सास होइन र जिन्दगी? जब हाम्रो सास बन्द भयो तब हाम्रो जिन्दगी त्यत्तिकै हाम्रो जिन्दगी गइसकेको हुन्छ, हामी बितिसकेका हुन्छौँ। यो संसारमा हामी जन्मिएका छौँ हैन। हामी कोही मान्छे यति धेरै खुसी छौँ, यति धेरै खुसी छौँ, कोही मान्छे यति धेरै दुखी छौँ हैन। दुखै दुःखले भरिएको छ जिन्दगी कसैको, कसैको हरेक समय हाँसी खुसी हैन, विलासीको जिन्दगी छ कसैको। कोही मान्छे पैसा पाएर पनि खुसी छैन, कोही मान्छे पैसा भएर पनि नभएर पनि खुसी छ। के होला? हामी आजको समयमा खुसीलाई हामी एउटा भौतिक साधनको रूपमा चाहिँ हामी तुलना गर्छौँ हैन। फलानासँग त यति पैसा छ, अरबौँ पैसा छ, गाडी छ, ठुलो घर छ भन्यो भने त्यो मान्छे खुसी छ भन्छ। तर त्यो पैसा भएको मान्छे खुसी नै हुन्छ भन्ने त्यसको कुनै निश्चितता छैन। किनभने हामी देखिरहेका हुन्छौँ पैसा भएका धनाढ्यहरू कति धेरै चिन्तित हुन्छन्। उनीहरूलाई आफ्नो मन व्यवस्थापन गर्नको लागि कति गाह्रो छ, आफ्नो मनलाई नियन्त्रण गर्न कति गाह्रो छ हैन।
हामीलाई थाहा छ हामी एकचोटि मर्नै पर्छ, जन्मिएपछि मर्नै पर्छ। तर हामीमा के छ त? लोभ छ, अहङ्कार छ, घमण्ड छ, हैन? सबै कुरा छ, सबै मानिसमा सबै कुरा छ। तर सत्य के छ भने हामी मर्नुपर्छ। हामी हिजोको दिनमा नाङ्गै जन्मिएका थियौँ र भोलि हामी मर्दा पनि हामी नाङ्गै जानुपर्छ। लिएर जाने हाम्रो केही छैन। धनी गरिब सुखी, हैन? सुखीवालाहरू दुखीवालाहरू सबैजना मर्नुपर्छ। हामीले हामीसँग भएको कुराहरू लिएर जाने छैनौँ। एक दिन हामी सबैजना मर्नेछौँ। त्यसैले आफूले पाएको जिन्दगीको समयहरूमा चाहिँ सकारात्मक सोच, सकारात्मक कर्म गरेर बिताउनुहोस्। हामीले सत्कर्मको बाटो अपनाउनुपर्छ। हाम्रो जीवनमा अनेकौं बाधा व्यवधानहरू आउँछन्, त्यसलाई पनि सकारात्मक ढङ्गले पन्छाउँदै, हैन, अघि बढ्दै हामी सबैजना मिलेर अघि जान्नुपर्छ भन्दै आजको भिडियो यति नै। यहाँहरू सबैको जय होस्। नमस्ते।